हेलो गाइस, आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु है। अनि म चाहिँ भर्खर उठेको होइन, भर्खर उठेको छु। यस्तो माहौल है। अनि भर्खर उठेको अनि आज चाहिँ फिल्म हलतिर जाने प्लान ठुल्मनीको चाहिँ। अनि त्यहाँबाट अब गए पनि त्यहाँ फुल भिडियो बनाउनु मिल्दैन, दिँदैन। अब के कसो हो, फिल्म चाहिँ राम्रै होला होइन, तर के कसो हो लास्टसम्म हेरिदिनु होला। त्यसपछि अरू ठाउँमा पनि घुम्न जाने क्या हामी होइन, लास्टसम्म हेरिदिनु होला है त। ठाउँ चाहिँ रहेछ है, अब भित्र छिर्न पर्ने हुन्छ। भिडियो गरेर दिन्छ कि दिँदैन, त्यो मम्मीहरू आमाहरू आन्टीहरू अगाडि मम्मी आमा आन्टी ए फिल्म होला हेर्ने हामीले आज है। यहाँको माहौल यस्तो छ खट्टेवाला। भाइ अब चाहिँ भित्र छिर्न पर्ने हुन्छ माथि हो ठाउँ अँधेरो। विगत 25 वर्षदेखि हिमस्टारमा गरेको फिल्माउनु रहेकोमा आज भिडियो बनाउँछ है त। In his hand or बिहे गरेपछि बुढी बाटो ठुलो मम्मी केही त भएन नि। यो चाहिँ हाफ टाइमवाला सिन। अब यो पछि फेरि फुल हुन्छ। गाईको घिउ आई लभ रुनु भयो मम्मी। मान्छेहरू रुवाबासी भयो, रुवाबासी। हामी चाहिँ मुस्लिम भ्याएर तल आइसकेँ। यताको माहौल चाहिँ यस्तो छ है, खोलाएर है अब खाजा पनि हुन्छ। यताको माहौल यस्तो छ टक्क खतरा खाए ठाउँ चाहिँ। टक्क तल जाने भयो, यो माथि आउनु भयो, तल माथि गर्न सजिलो होइन। टक्क आएर तल गयो सर ठुलो मम्मी। रहेछ
छ मन्दिरमा। हाल चाहिँ यस्तै हो यहाँ अब पहिला त सबैलाई देखेँ खाएर यो चिनिहाल्यो त्यो चाहिँ मान्छे नि हो रे पुल खिच्न दिएन चिनिहाल्यो घुम्दै फर्किँदै अब आयो हुन्छ त कुनबार आउने राम्रो छ बिहिबार हो साई बाबाको बिहिबार हो नि त मम्मी साई बाबाको कुनबारै हुन्छ बिहान भन्दा साँझ हेलो गाई हामी चाहिँ अब रुममा आइसक्यौँ मम्मीहरू त आउँदै पछाडि चप्पल चप्पल गरेर फ्रेस भएर खाना खाएर सुत्न पर्ने हुन्छ जसले लास्टसम्म हेऱ्यो म त्यसलाई धेरै धेरै धन्यवाद छ र यति भन्दै म आजको भ्लगलाई यहीँ समाप्त गर्न चाहन्छु। हस्त जय नेपाल बाई बाई।